सार्वजनिक सुनाइका अध्यक्ष र यो जुलेखी मस्टा ज्ञान विज्ञान महायज्ञका संयोजक, प्रमुख अतिथि वार्ड नम्बर 4 का वडाध्यक्षज्यू लगायत जनप्रतिनिधि वडा सदस्यज्यूहरू, यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत पूर्व अध्यक्ष विवेश अध्यक्षज्यूहरू र सदस्यज्यूहरू, अन्य विभिन्न सङ्घ संस्था प्रतिनिधिज्यूहरू, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी लगायत प्रधान पञ्चज्यूहरू लगायत यहाँ उपस्थित सम्पूर्ण महिला, विद्यार्थी, सम्पूर्ण उपस्थित जनहरूमा म यस महायज्ञको आयव्ययका साथै यसको यसरी खापरदेवस्थली माध्यमिक विद्यालयको महायज्ञको प्रस्तावलाई पहल गर्ने स्थानीय सरकार, विवेश, विद्यालय प्रशासक, सेवा सङ्घ, राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमीलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। सबभन्दा पहिले यो प्रस्ताव ल्याएर यहाँ हुनुपर्छ, यो आवश्यक छ भन्ने सरकार गर्ने सम्पूर्ण सम्बन्धित सबैलाई विद्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस श्री जुलेखी मस्टा ज्ञान विज्ञान धार्मिक महामहोत्सव 2081 माघ 17 देखि 24 गतेसम्म सञ्चालन भएको महामहोत्सवमा यस समितिका सम्पूर्ण पदाधिकारी, वडा कार्य समिति, विवेश, सेवा सङ्घ, पूर्व विवेश, राजनीति दल, समाजसेवी, बुद्धिजीवी, धामी पुजारी, महिला र यज्ञमा विभिन्न पक्षबाट आवश्यक सामग्री पुर्याई सहयोग गर्ने सम्पूर्ण अभिभावक, दानवीरदाता, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पालिका प्रमुख, उपप्रमुख ज्यूहरू र शिक्षक, विद्यार्थी, स्वयंसेवक लगायत यस यज्ञलाई सफल पार्न सहयोग गर्ने हुने सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। साथै उक्त यज्ञमा भएको आम्दानी र खर्च तपसिल अनुसार प्रस्तुत गर्ने अनुमति अध्यक्ष ज्यूबाट म अनुमति चाहन्छु। यस यज्ञमा भएको आम्दानी सबभन्दा पहिले कलश वितरण भएको हाम्रो चान्चुन 1800 थियो, तर कतिपय दाताहरूले बिचमै पञ्चकलशलाई रोकेर एउटा कलश लगेर यतापट्टि महादानतिर नाम जोडिएका कारणले हाम्रो जम्मा कलश सङ्ख्या 1785 बिक्री भएको छ, जसको रकम 19,63,500 भएको छ। एउटा कलश 1100 का दरले, जसमध्ये त्यसपछि मैले सामान्य पञ्चकलशलाई हामीले कलशमा जोडेका छौँ। 5-5 कलश लिएको हाम्रो नाम किन आएन भन्ने पनि हुनसक्छ, किनकि हामीले 5 कलश वितरण गरिसकेपछि उहाँको नाम यहाँ राखिएको छैन, किनकि उहाँले पञ्चकलश पाइसक्नु भएको छ। जसले 2100 दिएको छ, 2000 दिएको छ, 1500 दिएको छ, दानवीरदाता छ, उहाँको नाम यहाँ रहेको छ। म सरस्वती पढ्न गइरहेको छु। ज्ञानराज पाध्याय पोइमा उहाँले 2500 दान गर्नुभएको थियो। डम्मा प्रसाद जोशी 2100, मीना थापा 2105, महेन्द्र रोकाए 2121। उहाँको ठेगाना लेखेको छैन, किनभने यो 17 गतेदेखि 24 गतेसम्म हाम्रो सचिवालयमा काटिएको हुनाले उहाँको ठेगाना राखेको छैन, तर अभिलेखमा हुन सक्छ, हामी राख्नेछौँ। गोरेकोठाई टोन्टाना
2205 मनारेग्मी बुढीगङ्गा नगरपालिका 1500 दीपक कोइराला कञ्चनपुर 1525 स्वर्गीय पठानेधामी बनगर 2555 प्रकाश राव डोगडी 5100 मनोबुढा गांग्रा 2 लेखापाल 5100 मन्दिरे बुढा त्रिवेणी नगरपालिका 5100 प्रेम बहादुर थापा त्रिवेणी नगरपालिका 5100 देवेन्द्र बहादुर थापा त्रिवेणी नगरपालिका 5155 जनक बहादुर राव त्रिवेणी नगरपालिका 5100 हीरा खड्का त्रिवेणी नगरपालिका 5100 बुद्ध बहादुर सोमे उहाँ मार्तडी बाजुरा हुलाङ कार्यालयको हाकिम हुनुहुन्छ उहाँले 5100 पुष्प सुनार लिसाना 5100 विनोद शाह धनगढी नगरपालिका कैलाली 5100 बिर्क बहादुर राउत वार्ड नम्बर 3 का वडाध्यक्ष हुनुहुन्छ 5500 कमला न्याउपाने त्रिवेणी नगरपालिका 5100 टीका प्रसाद उपाध्याय कोल्टी 5155 दिल्ली मिजाल लिसाना सर हुनुहुन्छ उहाँ 5500 सुरेन्द्र गिरी त्रिवेणी नगरपालिका 5100 दिल्ली राज उपाध्याय पोइमा 5100 सुरेन्द्र थापा मार्तडी 5100 मनोबुढा गांग्रा 2 उहाँ प्र हुनुहुन्छ 11000 ईश्वरी कठायत धामी गुदु 11000 रामबहादुर कठायत टोमटाना 11000 नवीन कुमार साउ त्रिवेणी नगरपालिका 11000 हर्क बहादुर बुढा त्रिवेणी नगरपालिका 12345 भरत बहादुर धामी धामी गाउँ 11155 भक्त बहादुर धामी अतरिया कैलाली 11000 प्रेमराज पाध्याय त्रिवेणी नगरपालिका 11555 पूर्ण बहादुर खाती बुढीगङ्गा नगरपालिका 11555 नारायण कडाई मुडेथ 11505 राम बहादुर बानिया बुढीगङ्गा नगरपालिका 11155 लाल बहादुर बोगटी बुढीगङ्गा नगरपालिका 11105 गणेश कठायत मुडेथ 11155 कला कठायत मुडेथ 11551 विक्रम खडायत बुढीगङ्गा नगरपालिका 11555 चन्द्रबहादुर राउत खाती गाउँ 11155 चन्द्रबहादुर धामी डाँडा सर हुनुहुन्छ 11155 पदम बहादुर साई खप्तर छेड्दै 2 हाम्रो प्रतिनिधि यो प्रदेश सभा खका सांसदजी हुनुहुन्छ 11155 उहाँको बच्चा सागर साई खप्तर छेड्दै 2 नै हो 21345 जीत बहादुर राउत वार्ड नम्बर 5 का वडाध्यक्ष हुनुहुन्छ 11105 जीवन राउत धामी गाउँ 21555 कौशी राउत पुडाउला 11155 रामबहादुर राउत डोगडी 5 11005 करबिरे कठायत मुडेथ 11155 भूपेन्द्र साई धनगढी नगरपालिका कैलाली 11111 पदम बहादुर राउत डोगडी 11105 मङ्गल धामी खप्तर छेड्दै 6 11105 वीरेन्द्र बम त्रिवेणी नगरपालिका 11555 औँसे कठायत टोमटाना 11155 शेररामी गुइबन 11155 शेरबुढा मैतोला 11155 बुद्ध बहादुर धामी बनगर 11255 मान बहादुर धामी खाती गाउँ 11555 शिव बहादुर लिसाना 11105 चन्द्र बहादुर राउत गुदु 11000 कर्ण बहादुर धामी खाती गाउँ 11555 दल बहादुर धामी खाती गाउँ 11155 कर्ण बहादुर थापा त्रिवेणी नगरपालिका 11111 बनरोकाया काँडा 11155 चन्द्र बहादुर शिव बहादुर छुटेन जङ्ग बहादुर धामी खाती गाउँ 11155 बनरोकाया काँडा 11155 शान्त प्रसाद जोशी काँडा 11155 बहादुर रोकाया काँडा गोठाले पानी 11155 सौर्य धामी बनगर
11,155 शान्ति देवी धामी डाँडा 11,155 चन्द्रधामी खाती गाउँ 11,551 रमेश धामी खाती गाउँ 12,385 डम्बर धामी खाती गाउँ 11,385 मन बहादुर धामी खाती गाउँ 11,105 अंगे धामी डाँडा 11,125 भीम बहादुर धामी खाती गाउँ 12,155 धर्मा बुढा राउत खाती गाउँ 13,555 साइले सार्की लिसाना 11,949 इन्दे सार्की लिसाना 11,111 किडुदास दमाई लिसाना 11,949 निरा धामी डाँडा 11,205 हरिना खड्का धामी खाती गाउँ 11,005 निरा राउत खाती गाउँ 11,111 वीरबहादुर राउत खाती गाउँ 11,555 डम्म सार्की लिसाना 11,555 सुनिता धामी खाती गाउँ 11,155 रणबहादुर धामी खाती गाउँ 11,555 रामदेवी सुनार लिसाना 11,055 तेज राउत धामी गाउँ 11,155 गोपाल राउत खाती गाउँ 11,115 धर्मदेव फुलारा कैलाली 11,111 गणेश राउत धामी गाउँ 11,111 पर्मिला नेपाल धामी गाउँ 11,111 रूपेश धामी गुइबन 11,111 तालो राउत लमगाउँ 11,111 शंकर सार्की लिसाना 11,555 भक्तविष्ट धनगढी नगरपालिका कैलाली 11,155 छत्र थापा बुढीगङ्गा नगरपालिका 11,555 भीमरावल डेल्टा 11,555 झङ्करधामी गुइबन 11,555 गम्भीरे कडाइत मुडेथ 11,155 जया कठाई टप्टमा 11,155 दीपक सुनार लिसाना 11,155 कलक सार्की लिसाना 11,255 लोकराज जोशी काँडा 11,121 उपेन्द्र साउद त्रिवेणी नगरपालिका 11,555 जलुदेवी धामी गुइबन 11,555 छत्रबहादुर कटुवाल बुढीगङ्गा नगरपालिका 21,555 उमेश धामी बनगर 11,155 कागुनी धामी बनगर 11,105 जयबहादुर धामी गुइबन 11,155 भीमबहादुर राउत गुइबन 11,155 टेक बहादुर थापा त्रिवेणी नगरपालिका 11,555 माने धामी डाँडा 11,555 सोनी इलेक्ट्रोनिक बामका 11,555 टेक कठाइत मुडेथ 11,155 लाल बहादुर सुनार गुदु 11,111 विष्णु धामी गुदु 21,111 हर्क बहादुर राउत धामी गाउँ 21,111 मीन बहादुर धामी गुइबन 21,555 राम बहादुर धामी खाती गाउँ 21,555 भक्त बहादुर धामी खाती गाउँ 21,555 कर्ण बहादुर राउत खाती गाउँ 21,555 महेशराज जोशी मुडेथ 21,555 नरेश धामी मौवाडी 21,555 उपेन्द्र राउत धामी गाउँ 11,811 रमेश सुनार लिसाना 11,555 डालिमा बम सिंह बजाङ 11,555 हरिशदत्त पाण्डे कञ्चनपुर 11,555 कृष्ण प्रसाद उपाध्याय बुढीगङ्गा नगरपालिका 11,555 विमला धामी साउदामी खाती गाउँ 11,555 टीका धामी खाती गाउँ 11,555 गम्भीर धामी खाती गाउँ 11,555 गौरा धामी थापा धामी 11,555 सन्तोष धामी खाती गाउँ 11,555 मीन बुढावाडा 11,555 वाडा कार्यालय
प्रत्येक वडा कार्यालयबाट हामीलाई एकमुष्ट 11,155 का दरले 7वटा वाडाबाट सम्मान भएको छ। क्षेत्रीय बहुउद्देश्य सहकारी संस्था 11,555, देवुधामी डाँडा 11,055, योगेन्द्र राव धामी गाउँ 11,811, सुधा हमाल शाह बुढीगङ्गा नगरपालिका 3 11,111, महानेपाली बुढावाडा 11,111, ओङ्गोली ओली गाउँ 11,255, हर्कविष्ट मैतोला 11,111। हामीले सम्मान पत्र चाहिँ जम्मा 2100 देखि 11,000 सम्मका 149 जनालाई वितरण गरेका थियौँ, जसको रकम 16,20,459 16,20,459 हुन गएको छ। कर्मशः यसमा भएको आम्दानी म फेरि वाचन गर्न गइरहेको छु। तुलादानतर्फ यहाँ एकजनाको हामीले ठेगाना लेखेका छैनौँ, हामीलाई सहयोग गरेर ठेगाना लेख्न सहयोग गरिदिनु होला। किरीदानी त्यही त किरी हो। देवी कढाई मुडेथ 11,000, जौकला देवी धामी खाती गाउँ 13,500, हनुमती धामी बनगर 11,000, किडी धामी बनगर 11,505, सौरे धामी गुइबन 11,000, बुढी देवी धामी गुइबन 11,250, दम्बर राउत खाती गाउँ 11,155, देवमाया जोशी मुडेथ 14,111, उज्याली बोगटी गोवानी 12,500, दिल्ली धामी बनगर 11,151, देवे कठायत मुडेथ 11,555, हनुमती धामी खाती गाउँ 11,155, फागुने धामी खाती गाउँ 11,111, कलदरी धामी खाती गाउँ 11,111, कलुदेवी धामी खाती गाउँ 11,155, किरमुनी धामी खाती गाउँ 11,155, जयबहादुर धामी खाती गाउँ 11,155, धरा धामी खाती गाउँ 13,155, तुला धामी खाती गाउँ 11,155, वीरबहादुर धामी खाती गाउँ 11,115, धनसु धामी बनगर 12,155, खिरी धामी गुइबन 11,555, बुङडी राउत गुइबन 11,555, झङ्करी राउत धामी गाउँ 11,000, सौरे धामी खाती गाउँ 14,155, मनकला राउत धामी गाउँ 11,155, वीरे राउत धामी गाउँ 11,155, लालु राउत धामी गाउँ 11,155, वीरचन्दे राउत धामी गाउँ 12,105, खिरु धामी डाँडा 14,555, दलबहादुर बम साउबाडा 11,155, सौरा राउत धामी गाउँ 11,155। हाम्रा तुलादान गर्ने दाता जम्मा 32 जना रहनु भएको थियो, जसको रकम 3,74,849 हुन गएको छ। 3,74,849 तुलादानबाट। महिना 17 गतेदेखि 24 गतेसम्म भएको महायज्ञको सभानायक ज्यूहरूको नामावली र रकम प्रस्तुत गर्न गइरहेको छु। कर्णबहादुर कठायत यो विदेश अध्यक्ष पनि हुनुहुन्छ, मुडेथ 1,151, तपेश्वरी ढुङ्गाना जोशी मुडेथ 51,155, नरबहादुर शाह हाम्रो यसै विद्यालयको शिक्षक हुनुहुन्छ, बुढीगङ्गा नगरपालिका बसाली 51,105, खडक बहादुर बुढा डोगडी 51,100, मीन बहादुर धामी खाती गाउँ 51,555, वीर बहादुर रावल
खप्तर छेड्दै एक काँडाको हुनुहुन्छ 61,111। हिक्मत धामी खाती गाउँ 51,555। मदन धामी डाँडा 51,555। बद्री सुनार लिसाना 55,655। विष्णुदेवीनाथ खप्तर छेड्दै 6 मैतोला पालिका उपाध्यक्ष 55,555। चन्द्रबहादुर थापा यसै विद्यालयका प्रधानाध्यापक र यो कार्यक्रमका संरक्षकको रूपमा रहनुभएको सल्लाहकारदेखि लिएर उहाँको त्रिवेणी नगरपालिका कालापानी 1,05,555। कर्मशः म यसै वडाका वडाध्यक्ष र यो यज्ञका प्रमुख कर्ता दलबहादुर धामीको खाती गाउँ 55,555। कृष्णबहादुर बोगटी बुढीगङ्गा नगरपालिका खुडालबाडा 51,555। दिल्ली सुनार लिसाना 1,61,555। मैले सभा नायकका कुल रकम भन्न गइरहेको छु 9,54,717। कर्मशः दिलबहादुर राउत खप्तर छेड्दै 5 डोगडी 55,555। बद्री प्रसाद पाण्डे हिमाली गाउँपालिका 55,555। उहाँ अहिले मन्त्री पनि रहनु भएको छ बाजुराकै सांसद। चक्रबहादुर शाह बुढीगङ्गा नगरपालिका ताप्रा 1,51,151। नन्दबहादुर राउत धामी गाउँ हाल हाम्रो गाउँपालिका हाकिमजी हुनुहुन्छ 56,505। सिद्धप्रसाद ढुङ्गाना उहाँ अछामको हुनुहुन्छ 51,155। जम्मा 3,69,921। कर्मशः गाउँपालिका र नगरपालिकाबाट हामीलाई भएको सहयोग र दिएको रकम घोषणा गर्न गइरहेको छु। खप्तर छेड्दै गाउँपालिका 2,11,111। त्रिवेणी नगरपालिका तोली 1,05,000। बुढीगङ्गा नगरपालिका टाटे 1,00,000। जम्मा 4,16,111। कर्मशः म यो यदि 1,100 दिएको छ भने उसले स्वतः कलश पायो, 2,100 दिएको छ भने सामान्य सम्मान छ। धान बिक्री र यहाँ एउटा काटिए छ दान पेटिका हामीले यहाँ 2टा दान पेटिका राखेका थियौँ, एउटा मण्डपतिर एउटा सचिवालयको अगाडिपट्टि। जम्मा जसको रकम 10,450 त्यो दान पेटिकामा भेटिएको थियो, जम्मा भएको थियो 10,450 दान पेटिकामा। अनि धानाञ्चलमा धान सबैले दान गरिरहनु भएको थियो, जसको बिक्रीबाट धान र जौ बिक्रीबाट 40,506 भएको छ। म प्रत्येक शीर्षकहरूलाई एकमुष्ट बजेट प्रस्तुत 1785 19,63,500। सम्मानबाट 16,20,459। तुलादानबाट 3,74,849। सभानायकबाट 9,54,717। सभानायक र अतिथिबाट 3,69,921। गाउँपालिका र नगरपालिकाबाट 4,16,111। दानबाट 23,166। दान पेटिकाको 10,450। कर्मशः धान जौ बिक्रीको 40,506। जम्मा 57,63,921।
73,679 57,73,679 रुपियाँ आम्दानी भएको जानकारी गराए। सँगसँगै यो महायज्ञमा हुन गएको खर्च केही खर्च हुन बाँकी पनि हुन सक्छ, किनभने हाम्रो कलश वितरणको क्रम जारी नै छ र तलतिर जाने सहरहरूलाई 1-2 जना सहरहरूलाई कलशको सङ्ख्या पुगेको छैन। किन भन्दा कलश खरिदमा किलोका हिसाबले आएको थियो, जसमा बोरामा प्लास्टिक र बोराको वेट गरेर हामीले एभरेजमा 100 कलश आउँछन् भन्दा प्रत्येक उसमा 70 कलश मात्र आएको थियो। उसले बोराको पैसा किलोको हिसाबले लिएको थियो र हामीले अट्कल गर्दा 1800 अट्कल गरेका थियौँ, तर 1800 कलश पुगेको थिएन। तसर्थ हामीले पैसा चाहिँ तिरिसकेका छौँ र जो बाँकी कलश अब सरहरूलाई हामीले किनेर कलश दाताहरूलाई पुर्याउनु पर्ने हुनसक्छ, त्यो हामीले यहाँ जोडेका छैनौँ। म सरसर्ती खर्च विवरण भन्न गइरहेको छु। खाता सबभन्दा पहिले यो महायज्ञको खाता सञ्चालनमा जम्मा खर्च 3000 डिपोजिट जो हाम्रो खातामा सञ्चित नै रहेको छ। जुन महायज्ञको छाप 600, पूजा सामग्री 6010 रुपियाँ, लाख बत्ती 4500, सिङ्गार सामग्री 12500, दोसल्ला 15600, मटका 2400, मटका कलश खरिद 9,19,426 जसको हामीसँग बिल नै आएका छन्। पतङ्गा गुबारा 1040, ग्यास सिलिन्डर 5250, स्टेसनरी 8500, कलश ढुवानी 10,000, कलश ढुवानी 18,000, यातायात खर्च 10,500, ब्राह्मण भोजन 30,500। यो समग्रमा हामीले दाल चामल तरकारीदेखि लिएर सबै यो 7 दिनको खाद्यको 8 दिनको टोटल जोडेर भएको छ र अगाडि उहाँहरू केही दिन अगाडि आउनु भएको थियो, त्यो सहित जोडेर यो पैसा भएको हो। अनि तिलको तेल र बत्ती दोसल्ला 2340, किला र नरिवलको डोरी 2400, कलश रसिद छपाई 1000, छाप 1200, सामान ढुवानी 300, कपडा खरिद 11,025, फ्रेम छापाखाना रामनामी 2,16,530, फ्रेम खरिद 16,100, पानस जोडाई यो चाहिँ हाम्रो महायज्ञको सामान ढुवानी गर्ने क्रम भित्र राख्ने क्रममा हतार पतारमा केटाकेटीहरूले हामीले एउटा पानस मगाएका थियौँ जसको टुटेको थियो। त्यसलाई पुनः हामीले जस्ता त्यो बनाउनको लागि हामीले खर्च गर्नुपर्ने भएको थियो, जसमा 700 खर्च, फ्रेम ढुवानी 1300, ओल्डिङ मेसिन 1300। किन भन्दा हामी यो कार्यक्रम महायज्ञकै बिचमा हाम्रो टेन्ट पल्टिएको थियो, जस क्रममा हामीले ओल्डिङ मेसिनलाई बोलाएर बनाउनु परेको थियो, त्यसमा 1300 खर्च भएको थियो। नै त्यही पनि मैले भनिदिएँ। पतङ्गा सिन्दुर 1450, बिजुली सामान 5380, वार्ड नम्बर 1, 2, 3, 6, 7 म लगायत 4-5 जनाको टिम हामी कलश काट्ने अभियानमा हिँडेका थियौँ, जसको खर्च भएको छ 4,840 रुपियाँ। अतिथि खर्च 14,500, व्यवस्थापन खर्च 14,500, गुरु भाडा यो सुरुमा मण्डप बनाउन आउँदाखेरि आउनुभएका गुरुहरूको भाडा हो 2700, बाजावाला 32,500, यो चाहिँ झगुलावाला बाहेक लगायत हाम्रो यहाँ 7 दिनसम्म बाजा बजाउनेहरूको एकमुष्ट रकम जोडिएको हो 32,300। धुप 50 रुपियाँ, चामल पिसाई 100 रुपियाँ, दैनिक पूजा भेटी 14,300। मैले यसलाई पनि प्रश्न पारिदिएँ। सुरु हामीले 4,000 दिएका थियौँ, अनि त्यो क्रमशः प्रत्येक दिनका 850 दरले दिएका थियौँ हामीले दैनिक पूजामा, र लास्ट दिन हामीले 6,000 दिएका थियौँ। होइन
यो दैनिक हाम्रो मण्डपको पूजामा त्यो खर्च भएको थियो। कलश यात्रा बाजा भेटी 505, दाइनो भेटी 200, कोरा कपडा 5 मिटर 950, परिक्रमा धमाई 200, नास्ता फलफुल 1050, घिउ 2700, मसला 1550, चिनी पटक पटक गरी हामीले यो प्रसादीका लागि ल्याएका थियौँ 990। पुस्तक खरिद गुरुहरूबाट विद्यालयमा राख्नका लागि हामीले पुस्तक किनेका थियौँ, जुन 2टा पुस्तक 430। कलश रसिद हामीले फेरि दुई पटक मगाएका थियौँ, जसको 1000 रुपियाँ। दाउरा 4500, तरकारी 1050, दक्षिणा 2 जना गुरुलाई निर्गा र खडगराजलाई हामीले यो दिएका थियौँ 14200। मेना पुर्याउँदा हामीले 2टा मेना प्रयोग गरेका थियौँ, 2.5 ठेकादारले दिएका थियौँ 500। सिलाइ यो वरिपरिको सिलाइका लागि 1500। कलश ढुवानी गुदु गम्भीर र शान्त जानुभएको थियो, उहाँलाई 600 दिएको थियो। पूजा सामग्री 650, दही र दुध 850। मण्डप लिपपोत उहाँले खासै ज्याला लिनु भएन, 7-8 जना महिला आउनुभएको थियो र लगभग बिहानदेखि बेलुकासम्म काम गरिदिनु हो। उहाँले जम्मा 700 रुपियाँ दिएको हो। गम्भीरको पसलमा नास्ता खर्च 3000 यो चाहिँ अलिकति गम्भीरको पसल 3220। लेबरको नास्ता यहाँ उहाँहरूले 2-3 दिनसम्म काम गर्नुभयो, रातोरातसम्म। कलश पुर्याउँदा वडाहरूमा 38520। दान पेटिका गाडी दिएको हुनाले त्यो खर्च भएको। दान पेटिका हामीले 2टा दान पेटिका राखेका थियौँ र रिटर्न गऱ्यौँ, र एउटा दान पेटिकामा 105 राखिएको थियो। अर्को मैले यहाँ लेख्न नै बिर्सेँ, मैले हिजो मात्रै त्यो पुर्याएको थिएँ 110 रुपियाँ दिएर एकजना छात्रलाई। यो नन्दबहादुरजीको थियो, त्यो चाहिँ मैले हिजो पठाइदिएको छु। दार चिरान यो मण्डप निर्माण गर्दा दार चिरान गरेका थियौँ, जसको 2000। मण्डप निर्माणमा लगभग 37 हाजिरी भएको थियो, जसको रकम हुन आएको छ 18500। दिनको 500 का दरले मात्रै हामीले दिएका थियौँ। झगुला बाबत हामीले झगुलाको अलग्गै तिर्नुपर्ने भएकाले यो भीमरावलाई हामीले रकम दिएका थियौँ 5000। मिनबहादुर धामी कलश काट्ने क्रमदेखि लिएर त्यो उसमा खर्च भएको 8400। कर्ण कठाई 1350। कृष्ण प्रसाद उपाध्याय 4700। नरबहादुर शाह 4630। महेशराज जोशी 21550। उहाँ इन्डियादेखि नेपालगञ्ज र धनगढी हुँदै 9-20 लगायत उहाँ 2 जना हुनुहुन्थ्यो, जसको खर्च 21550 आएको छ। अनि दलबहादुर धामी 1710। हर्कबहादुर राउत 1650। जेसिपी ओदारुवा यो गाडी भएका बेला ल्याइएको थियो 8000। महायज्ञ बापत गुरुहरूलाई दिएको रकम 9,51,000। डाली मामम 1500। रामबहादुर धामी 2830 रुपियाँ। महाराजलाई विदाई गर्दा दिएको 19,500। भीमबहादुर धामी 1300। जम्मा रकम जम्मा खर्च 25,21,731 रुपियाँ। जम्मा आम्दानी 57,73,73,679। बचत 32,51,948 यो बचत रहेको छ, जसमध्ये बैंकमा मौजात खातामा अहिलेसम्म रहेको रकम 7,21,945। उठ्न बाँकी रकम 25,30,003 रुपियाँ, जुन गाउँपालिका, नगरपालिका, वडा कार्यालय र सम्मान लिएकाहरूबाट उठ्न बाँकी रहेको रकम।
जम्मा बचत रकम 32,51,948 हुन गएको मैले जानकारी गराएँ। र यदि यो आयव्ययमा कुनै पनि विषयमा सोध्न चाहेमा र टीका टिप्पणी कहाँ के भयो भन्न सक्नुहुनेछ र नभए यसको म फोटोकपी गरेर पनि तपाईहरु कहाँ समक्ष यदि हेर्न चाहे भने उपलब्ध गराउने छु। र बाँकी रहेको यदि कसैको नाम छुट भएको आएको छैन, मैले रकम तिरेको थिएँ भने पनि हामीसँग सम्पर्क गर्नुहोला र हाम्रो लेखा रजिस्टरहरुमा पुनः पनि हामी दोहोर्याइ तिहार्याइ हेर्न तयार रहनेछौँ भन्दै म आफ्नो यो आयव्यय यो समिति लगायत उपस्थिति सम्पूर्णलाई पास गरिदिनका लागि साथै यो विषयमा कुनै यो आयव्ययको सम्बन्धमा यदि कसैलाई शङ्का लाग्छ कहाँ के भयो भनेर भन्न मन लाग्छ भने आफ्नो ठाउँमा उठेर प्रश्न गर्नका लागि पनि मैले अनुरोध गर्दै यो आयव्ययलाई यदि चित्त बुझेको छ भने सबैलाई पास गरिदिनका लागि ताली बजाउन अनुरोध गर्दै पुनः अनुमोदन गर्न अनुरोध गर्दै साथै केही मैले आफ्ना केही भनाइहरू पनि राख्न खोजेँ। सबभन्दा पहिले आम्दानीका सँगै खर्च हुन्छ। एकैछिन खर्च हुन यो रकम उठ्न थुप्रै बाँकी छ। जसको जिम्मा जुन ठाउँमा हामी पहल गर्यौं पहिले यो रकमका लागि पनि छिटोभन्दा छिटो पहल गरिदिनका लागि म सबै उपस्थित महानुभावहरूलाई आग्रह गर्दै एउटा कुरा मैले अर्को पनि जानकारी गराएँ। यो विद्यालयको खातामा छैन, यसको छुट्टै यज्ञको खाता रहेको छ। म कोषाध्यक्ष छु तर मैले त्यहाँ हस्ताक्षर गर्दिनँ। केवल विद्यालय प्रशासक र यो महायज्ञका संयोजक दुईजनाको नाममा खाता रहेको छ। मेसेज हामीलाई आउँछ तर खाता उहाँको नाममा छ। तसर्थ यसलाई के गर्ने कसरी गर्ने भन्नुभन्दा पूर्व सबैभन्दा पहिले यो असुल उपरका लागि सबैलाई र आफ्नो जिम्मेवारी जसरी हामी कलश काट्न जिम्मेवारी पुरा गर्यौं त्यसरी यो रकम असुल अन्तिम समय भनेको अषाढसम्म हामीले जसरी पनि असुल गरेन भने भोलि गएर यो रकमलाई यो बैंकमा पनि मौजात नरहन दिन सक्छ। यसका लागि विभिन्न किसिमका पहलहरू गर्नुपर्ने हुन सक्छ भन्ने जानकारी गराए। साथै यो जुन प्रस्तुत गरेको मैले आयव्ययलाई अनुमोदनका लागि आग्रह गर्दै मेरो भनाइ अहिले म यही अन्त्य गरेँ। यदि केही टीका टिप्पणी आएमा म यसको प्रश्नको उत्तर दिन र यसको स्पष्टीकरण दिन तयार रहनेछु भन्दै मेरो यो लेखा आयव्यय यही समापन भएको घोषणा गर्दछु। हवस् त, धन्यवाद।